हाम्रो वाचापत्रमा हामीले अब धेरै कुरा लेखेका छौं, तर एक पानाको करार पनि छ त्यहाँ। र त्यो करारमा चाहिँ हामीले 5 वटा विषयलाई उल्लेख गरेका थियौं। पहिलो सुशासन, सुशासन सुशासन सुशासन, आर्थिक सुशासन होला, राजनीतिक सुशासन होला, कानुनी सुशासन, तर एउटा ठूलो एउटा युनिभर्समा नै हामीले ट्याकल गर्नुपर्ने छ। त्यसको लागि दर्जनौं कानूनहरू रिफर्म गर्ने, संस्थागत रिफर्महरूका कुराहरू छन्। त्यसमा पछि यहाँहरूले थाहा पाइहाल्नुहुनेछ। दोस्रो एजेन्डा अब शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच चाहिँ सामाजिक सुरक्षा जस्तालाई हामीले चाहिँ मध्यम वर्गीय कोणबाट एड्रेस गरेका छौं। मिडल क्लासको एक्सपेन्सन, मध्यम वर्गको विस्तार, मध्यम वर्गको सुरक्षाको विषय नम्बर 2 थियो। 3 मा हामीले रोजगारी रोजगारी रोजगारी, अर्थतन्त्रलाई चलायमान गरेर तर यस्तो खालको इकोनोमिक ग्रोथको प्याटर्न नआओस् जसले जब चाहिँ क्रिएट नगर्ने, जब क्रिएट गर्ने खालको, रोजगारी सिर्जना गर्ने खालको आर्थिक वृद्धिको मोडलमा हामी जानुपर्छ। त्यसलाई हामीले प्राथमिक गरेका छौं। केही संख्यात्मक टार्गेटहरू पनि छन्। चौथो कनेक्टिभिटी, सडक सञ्जाल बनेका छन् तर कमसल पूर्वाधार बनेका छन्, असाध्यै दोहन भएको छ, भ्रष्टाचार भएको छ। गुणस्तरीय पूर्वाधार निर्माणमा हाम्रो ध्यान जाने नै छ। डिजिटल कनेक्टिभिटी, घर घरमा भरपर्दो इन्टरनेट सेवा, ऊर्जा कनेक्टिभिटी, हवाई सुरक्षित हवाई यातायात लगायत कनेक्टिभिटीको चाहिँ प्राथमिकता पनि असाध्यै उच्च छ। र 5औंमा हामीले प्रवास नै राखेका छौं हैन। 3 जनामा 1 जना नेपालीको अहिले फुटहोल्ड बाहिर हुन थाल्यो। त्यसैले यो जनसांख्यिक रूपले पनि खोक्रिन नदिनको लागि एक पटकको नेपाली सधैँको नेपाली भन्ने गरेर र त्यो डायस्पोरा नै अर्ली इन्भेस्टर्स हुन्छन्। विश्व चमत्कारिक फड्को मारेका धेरै मुलुकहरूको अभ्यासबाट हामीले के देख्छौँ भने त्यो अलमलको अवस्थामा अनिश्चितताको वातावरणमा पहिलोचोटि पाइला हालेर लगानीको माहौल बनाउने काम डायस्पोराले गर्छ। त्यसैले नेपाली डायस्पोरा हैज कम अफ एज, एउटा मच्योर भएको छ। उसलाई पनि हामीले चाहिँ अब आमन्त्रण गर्ने गरी, तर यति झन्झटिला कुराहरू छन्, संविधानमै लेखेका कुराहरू पनि त्यसलाई एड्रेस गर्न सकिएको छैन। ती कुराहरूलाई पनि हामीले सम्बोधन गर्ने गरेर एउटा कम्प्रिहेन्सिभ रिफर्म गरेर मुलुकलाई अगाडि बढाउने लक्ष्यका साथ हामी आएका छौं। यसमा पत्रकार साथीहरू, आम नेपाली दाजुभाइ दिदीबहिनीहरू, नेपाल सरकारका दत्तचित्त राष्ट्रसेवकहरू, सिभिल सोसाइटी, एकाडेमिया, अन्तर्राष्ट्रिय पार्टनर्सहरू सबैबाट हामीले सहयोग अपेक्षा गरेका छौं र आगामी दिनमा हामी चरणबद्ध रूपमा तपाईहरुलाई ब्रिफिङ गर्दै नै जानेछौं।